आत्मीय विद्वतजन हार्दिक स्वागत तथा नमस्कार गर्न चाहन्छु। आज पनि यो च्यानल मार्फत तपाईहरु सबैजनालाई आज फेरि म उपस्थित भएको छु एउटा नयाँ विषयवस्तुका साथ। आजको विषयवस्तु रहेको छ शुक्र अस्त अर्थात् शुक्र अन्ध। कसैले यसलाई शुक्र अन्ध पनि भन्ने गर्नुहुन्छ। खासमा शुक्र अस्त हो, त्यो सूर्य र शुक्र नजिक पर्दाखेरि सूर्यको प्रकाशले शुक्रको प्रकाश आउन नपाउने अवस्था, पृथ्वीमा आउन नपाउने अवस्था हुन्छ अथवा नदेखिने अवस्था हुन्छ। त्यस्तो अवस्था चाहिँ शुक्र अस्त हो भने शुक्र अस्त हुँदैछ यही 2082 मङ्सिर 27 गते र उदय हुँदैछ 2082 माघ महिना 15 गते। यो बीचमा कस्ता कस्ता कर्महरू गर्न हुन्छ, कस्ता कस्ता कर्महरू गर्न हुँदैन भन्ने विषयमा हामीले आज चर्चा गर्नेछौँ। शुक्र अस्त हुनुभन्दा अगाडि 1.5 दिन अगाडि यसको प्रभाव पर्छ र शुक्र उदय भइसकेपछि पनि 1.5 दिन पछाडिसम्म यसको प्रभाव पर्छ भनेर भन्ने गरिन्छ। त्यसकारण यही अनुसार हामीले आफ्नो कर्महरू गर्दै जानु पर्छ। शुक्र अस्त भएको अवस्थामा नित्य कर्म र नैमित्तिक कर्म गर्न हुन्छ, तर काम्य कर्म गर्नु हुँदैन। यो नित्य र नैमित्तिक कर्म भनेको के हो त्यो बारेमा चर्चा गरौँ। नित्य कर्म भनेको हामीले दैनिक रूपमा स्नान आदि कर्महरू गर्छौँ, त्यो चाहिँ नित्य कर्म हो। हामीले बिहान उठेर नुहाउने अनि त्यसपछि भगवानको पूजा गर्ने त्यस्ता कर्महरू गर्न हुन्छ। विभिन्न पाठहरू गर्छौँ हामीले, त्यो सबै गर्न हुन्छ। नित्य पाठ गर्ने जुन स्तोत्रहरू छन् ती चाहिँ हामीले गर्न हुन्छ। अनि नैमित्तिक कर्म भनेको चाहिँ नामाकरण संस्कार, अत्यावश्यक कर्महरू, अत्यावश्यक रूपमा आइपर्ने कर्महरू, ग्रह शान्ति, रोग शान्ति आदि चाहिँ हामीले गर्न हुन्छ भनिएको छ। शान्ति कर्म चाहिँ गर्न हुन्छ भनेर मुहुर्त शास्त्रमा बताइएको छ। अनि यो नैमित्तिक कर्म अन्तर्गत व्रत, उपवास, चाडपर्व आदि यस्तो अवस्थामा रोकिँदैनन्। जस्तो श्राद्धहरू अनि मृत्यु संस्कार, जन्म संस्कार आदि संस्कारहरू रोकिँदैनन्। यो कारणले नामाकरण, अन्नप्राशन जस्ता कुराहरू रोकिँदैनन्। तपाईहरुले यो बुझ्नु जरुरी छ। त्यसै गरी काम्य कर्महरू चाहिँ गर्नु हुँदैन। त्यसमा काम्य कर्म भनेको विवाह, व्रतबन्ध आदि चाहिँ काम्य कर्महरू गर्नु हुँदैन। नयाँ कामको सुरुवात गर्न हुँदैन। त्यसकारण हामीले यसलाई विचार गर्नुपर्छ। हामीले कामना राखेर गरिने कर्महरू गर्नु हुँदैन भनिएको छ। सप्ताह जस्ता कार्यहरू पनि गर्नु हुँदैन। हामीले चाहिँ यो जीवनमा नयाँ कर्महरू गर्न लागेका छौँ भने यो अवधिमा नगरेर अर्को कुनै अवधिमा यो चाहिँ शुक्र अस्त सकिएपछि गर्न सक्छौँ। आजको विषयवस्तु तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। यो च्यानललाई सब्स्क्राइब गर्नुहोला र यो भिडियो मन परेमा लाइक, सेयर अनि कमेन्ट पनि गर्न नभुल्नुहोला। आजका लागि यति नै। अर्को कुनै भिडियोमा भेट्दै गरौँला। धन्यवाद।